शिष्यं कौडिन्यं शास्त्रपारगं भागवताचार्य शतपुत्रं भूदेवी तनयं गुरुं खगेन्द्रशून्ययुगले वैक्रमे फल्गुने शुभे शुक्रे शतभिषग्जातं गोविन्दार्याहं भजे सुधीन्द्रं कौडिन्यं श्रुतिपथवितानायनिरतं षडाचार्यप्राप्तं द्वयमनुवरं श्रीधरगुरोः सठारेरङ्गारीयस्य च वरकृपा प्राप्तमनघं भजेऽहं गोविन्दं गुरुवरगणाग्र्यं कुलपतिम्। अखिल कोटि ब्रह्मांड नायक सर्वेश्वर परमेश्वर परमात्मा श्री हरि का अनंत सैया श्री आदिशेषजीले अवतार लिनुभएको यस श्री पवित्र क्षेत्रमा रहेर सुन्दर ढङ्गले दिव्य प्रबन्धको अध्ययन गर्न पाउनु भनेको यस दासमाथि रामानुज स्वामीजीको कृपा रह्यो भन्ने ठान्दछ। हामी सबैलाई थाहा नै भएको कुरा हो, नालाय र दिव्य प्रबन्ध 12 सन्तहरूले गान गर्नुभएको कुरा हो, 12 आलवारहरूले गान गर्नुभएको कुरा हो। भगवानमा अत्यन्तै गाढा प्रेम बनाएर उहाँहरूले एक एक पुष्प गरेर 4000 बनाएर अर्पण गर्नुभएका छ भगवानका श्री चरणमा। आज त्यही विषय वस्तुलाई लिएर दास फेरि पुनः हजुरहरूको सामु उपस्थित भएको छ, जसमा कुलशेखर आलवार हुनुहुन्थ्यो। उहाँले पेरुमाल तिरुमडी नाम गरेको 105 पासुरामले दिव्य तरिकासित भगवानको दास बनेर भगवानको भक्त बनेर आफ्नो भावलाई आफ्नो प्रेमलाई भगवान श्री रङ्गनाथजीका श्री चरणमा अर्पण गर्नुभएको छ, जसमा हामीले प्रथम तनियेन्द्र द्वितीय तनियेन्द्रलाई पहिले नै श्रवण गरिसकेका थियौँ। आज पासुरम एकलाई श्रवण गर्नेछौँ। पहिले ध्यान दिएर मूल पाठलाई श्रवण गर्नेछौँ, त्यसपछि पुनः फेरि एक एक शब्दका एक एक अर्थ सुन्नेछौँ, फेरि भाव अर्थ सुन्नेछौँ। जय श्रीमन्नारायण। अडियेन रामानुजदासन कुलशेखर पेरुमाल तिरुमडी घले शरणम। इरुलिरिया चुडर्मणि घलै मैक्कुम नेत्रे इनदुत्यानि पनमायिरङ्गलारन्द अरवरस पेरुञ्जोदि आनन्दन एन्नोम अनिविलङ्गुमुयर्विल्लयनैयै मेबि तिरुवरङ्ग पेरुनगरुल तेन्नीर पोन्नी तिरैकैयाल अडिवरुड पल्ली कोल्डोम करुमनियै कोमलत्तै कण्डुगोण्डो एन कन्निनै घल एन्रुगोलो कलि कुम्नाले इरुलिरिया चुडरमणि घलिमै कुम नेत्रे इनदुत्ति अनिपनम आयिरङ्गलारन्द अरवरस पेरुञ्जोदि आनन्दन एन्नोम अनिविलङ्गुम उयर्वेल्लै अनैयै मेबि तिरुवरङ्ग पेरुनगरुल तेन्नीर पोन्नी तिरैकैयाल अडिवरुड पल्ली गोल्डोम करुमनियै कोमलत्तै कण्डुकोण्डो एन कन्निनै घल एन्रुगोलो कलि कुम्नाले। यो पासुरमा श्री कुलशेखर आलवारले अत्यन्तै गाढा प्रेम आफ्नो आत्मसमर्पण गरे जसरी नै आफूले निर्धक्कका रूपमा भगवानको श्री चरणमा आफ्नो प्रेम एउटा पुष्पको दल समान बनाएर श्री रङ्गनाथ भगवानको श्री रङ्गनाथ प्रभुको श्री चरणमा अर्पण गर्नुहुन्छ, जसमा यहाँ यसको शीर्षक भनेको इरुलिरिया छ। इरुलिरिया भनेको चाहिँ अन्धकारलाई हटाउनेवाला अन्धकार। इरुल भनेको अत्यन्तै अँध्यारो अन्धकार, इरिया भनेको हट्न अर्थात् हटाउनका लागि। यसको शीर्षक इरुलिरिया छ, हट्न अर्थात् हटाउनको लागि। के हट्न के हटाउन? अन्धकारलाई धेरै टाढा भगाउन
जस्तै कुनै प्रकारको अन्धकारमा हामी डुबेका छौँ भने त्यस्तो अन्धकारलाई टाढा भगाउने त्यस्ता प्रभुलाई यहाँ कुलशेखर आलवारले आफ्नो एक थोरै 8वटा पंक्तिको पासुरम बनाएर भगवान रङ्गनाथजीका श्रीचरणमा अर्पण गर्नुभएको छ भन्ने यहाँ आउँदछ, जसमा मूल पाठ के छ अर्थात् तिरुवरङ्ग पेरुमानै कण्डु एन्ड्रोघोल महिल्वेन एनल। जुन रङ्गनाथ भगवान हुनुहुन्छ श्रीरङ्गम नाम गरेको त्यो पवित्र क्षेत्रभित्र बसेर अनन्त शय्या आदिशेषजीलाई शय्या बनाएर उनै आदिशेषजीको शय्यामाथि शयन गरेर विराजमान भएर कावेरी नदीको छाल रूपी दुवै हातले श्री रङ्गनाथ प्रभुको श्रीचरण सुमसुमाइरहेको छ। त्यो मेरा आँखाले देख्ने शुभ दिन कहिले आउला भनेर यस्तो प्रेम प्रकट गर्नुहुन्छ। यहाँ शीर्षकले यसरी बताएको छ, जसमा मूल पाठमा प्रवेश गर्नेछौँ। मूल पाठको एक एक गरेर अर्थ सुन्नेछौँ, त्यसपछि फेरि पुनः भावार्थ सुन्नेछौँ। जय श्रीमन्नारायण। इरुलिरिया चुडर मणिघाल इमै कुम नेत्रे। इरुल भनेको चाहिँ अत्यन्तै अन्धकार, अँध्यारो। इरिया हटाउन अथवा हट्नका निमित्त, भगाउनका निमित्त। चुडर तेजस्वी, मणिघाल मणि अर्थात् रत्नहरू। इमैकुम चम्किने, नेत्री निधार शेषजीको शिर अर्थात् फणा, आदिशेषजीको फणा। इनतुत्ते सुन्दर तिलकले सुशोभित हुनुहुन्छ जो रङ्गनाथ प्रभु। अनि गहना आभूषण रत्नहरू, पनम सर्प आइरङ्गल हजारौं आनन्द फैलिएको। अरबरस सर्पका राजा आदिशेषजी। पेरुन्जोदी अत्यन्तै विशाल दीप स्वरूप हुनुभएका। आनन्दम वहाँ आदिशेषजी नै। अरबरस पेरुन्जोदी आनन्दन एन्नोम भनिने अर्थात् चिनिने। अनि विलङ्गुम उयर। अनि भनेको सुन्दर गहना। विलङ्गुम सुशोभित, सुन्दर गहनाले सुशोभित देखिने। उयर अत्यन्तै विशाल उच्च वेल्लै। सेतो अथवा श्वेत अनैयै शय्यालाई मेबी प्राप्त गरेर। यहाँ के भन्न खोज्नुभयो भने उच्च विशाल श्री शेषजीको शय्या, विशाल ठुलो दीप स्वरूप हुनुभएका त्यस्ता शेषजीलाई शय्याका रूपमा प्राप्त गरेर। तिरुवरङ्ग श्रीरङ्गम पेरु महान नगरुल नगरभित्र तेन्निर
सुन्दर जल, स्वच्छ जल, सफा जल पन्नी कावेरी नदीको, अर्थात् कावेरी नदी तिरै तरङ्गहरू अथवा छालहरू कैयाल कावेरी नदीको छाल रूपी दुवै हातहरूले अडी भगवानका श्री चरण, रङ्गनाथ प्रभुका श्री चरण वरुण सुमसुमाइरहेका छन्। पल्ली शयन निन्द्रामा जो रङ्गनाथ प्रभु हुनुहुन्छ, अनन्त विशाल ठुलो शेषजीलाई आफूले शय्याको रूपमा प्राप्त गरेर विराजमान भएर कावेरी नदीको छाल रूपी दुवै हातले जसका श्री चरण सुमसुमाइरहेका छन्। कोल्डोम प्राप्त गरेर करुमणियै नीलमणि जस्तै अथवा श्याम सुन्दर वर्णका श्री रङ्गनाथ प्रभु काला वर्णका, नीला वर्णका, नीलमणि जस्तै वर्ण हुनुभएका त्यस्ता रङ्गनाथ प्रभु कोमलतै अत्यन्तै कोमल कण्डो देखेर कोण्डो प्राप्त गरेर एन मेरो कन्नी नैघल यी दुवै आँखाहरूले एन्ड्रोगोलो कहिले पो होला कलिकुम आनन्दित हुनेछन् नालै त्यो दिन रङ्गनाथ भगवानको श्री चरण जसले सुमसुमाइरहेको छ, जो कावेरी नदी हुनुहुन्छ विरजा समान, उहाँले आफ्नो छाल रूपी दुवै कावेरी नदीको छाल रूपी दुवै हातहरूले जसको श्री चरण सुमसुमाइरहेको छ, त्यस्ता प्रभु श्री रङ्गनाथ भगवानलाई देखेर मेरा यी दुवै आँखाले कहिले आनन्दित पाहुलान् भन्ने यस्तो भाव यहाँ प्रकट गर्नुहुन्छ, जसमा आदिशेष हजारौं फणा हुनुभएका अन्धकारलाई नाश गर्नेवाला सुन्दर मणि रत्न गहनाहरूले सुशोभित हुनुभएका, सुन्दर तिलक धारण गर्नुभएका आदिशेष रूपी शय्यालाई प्राप्त गरेर आदिशेष रूपी शय्यामाथि विराजमान भएर जसको श्री चरण कावेरी नदीको छाल रूपी दुवै हातहरूले सुमसुमाइरहेका छन्, त्यस्ता प्रभुलाई देखेर, त्यस्ता श्याम सुन्दर वर्णन हुनुभएका प्रभुलाई देखेर यी मेरा दुवै आँखाले आनन्दित पाउने दिन, त्यो शुभ दिन कहिले आउला, त्यो आनन्दित हुने दिन कहिले आउला, मेरा यी आँखाले कहिले आनन्दित पाउलान्, म भगवान श्री रङ्गनाथको श्री चरणमा यो दास कहिले पुग्ला भन्ने एउटा प्रेम प्रकट गरेर रङ्गनाथ भगवानको श्री चरणमा पुष्पको गुच्छा समान अर्पण गर्नुहुन्छ। जय श्रीमन्नारायण। अडियेन रामानुजदासन आलवार एम्पेरुमानार जियर तिरुवडिगले शरणम। अस्मद्गुरुभ्यो नमः।